नमस्ते। हजुरहरूलाई मेमोरी गेम खेल्न स्वागत गर्दछौँ। यो रमाइलो टेबल गेम हो जसमा हामी नानी बाबुहरूलाई आफूले पढाउने कन्टेन्ट खेल विधिबाट सिकाउन सक्छौँ। ल अब खेल खेलौँ है त। आवश्यक सामग्रीहरू जुन कन्टेन्ट पढाउँदै हुनुहुन्छ त्यसको म्याचिङ कार्डहरू चाहिन्छ र फ्ल्याट सर्फेस खेल राम्रोसँग खेल्नको लागि र त्यसै गरी हजुरहरूले यो खेल 1 जना 2 जना 3 जना 4 जनासम्म अथवा त्यो भन्दा पनि धेरै खेलाडीहरू राखेर खेल्न सक्नुहुन्छ। पहिला कार्ड्सहरूलाई राम्रोसँग सफल गर्नुहोस्। सर्फेसमा राम्रोसँग मिलाएर इभनली राख्नुहोस् जसले गर्दा खेलाडीहरूलाई कार्ड पिक गर्न र कुन कार्ड कहाँ छ भनेर सम्झन सजिलो होस्। याद गर्नुहोस्, कार्ड नदेखिने गरी उल्टो फर्काएर राख्नु पर्दछ किनभने यो मेमोरी खेल हो। अब खेल खेलौँ। पहिला खेलाडीले 2 वटा कार्ड सँगै पल्टाउनुहुन्छ अनि सबैजनालाई देखाउनु पर्दछ र त्यसको नाम पनि भन्नु पर्दछ। याद गर्नुहोस्, यदि कार्ड म्याच भएन भने फेरि खेलाडीले जहाँको थिए नि त्यो कार्डलाई राख्नु पर्दछ। तर यदि कार्ड म्याच भयो भने खेलाडीले फेरि पालो पाउनुहुन्छ। यसरी नै खेललाई हरेक कार्ड म्याच नहुने बेलासम्म खेल्दै जानुहोस् र रमाइलो गर्दै जानुहोस्।